आसन्न फागुन 21 गते यो आकस्मिक रूपमा आएको निर्वाचनको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा सम्पूर्ण आउबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले यो निर्वाचनमा आफ्नो प्रतिनिधि उम्मेदवार कस्तो छान्ने, कुन पार्टी छान्ने भन्ने एक किसिमको मन बनाइसक्नु भएको छ। प्रचारको मौन अवधि सुरु हुन केही समय बाँकी छ। अब अहिले बजारमा विभिन्न खालका हल्लाहरू, दृष्टिकोणहरू या विचारहरू बाहिर सार्वजनिक भइरहेका छन्। यो अवस्थामा जनतालाई आफ्नो प्रतिनिधि उम्मेदवार छनौट गर्न र आफ्नो मत जाहेर गर्न निकै अन्यल अवस्थाहरू पनि देखिन्छ। अ, मूलत केही बजारमा चलेका अब पुरानो दलहरू या नयाँ दलहरू भन्ने यस्तो खालको कुराहरू पनि आएका छन्। यस सन्दर्भमा पुराना दलभित्र पनि योग्य अनुभवी राम्रा उम्मेदवारहरू पनि देखिन्छ। नयाँ दलभित्र पनि त्यस्तो खालको उम्मेदवार पनि देखिन्छ। नयाँ दलभित्र पुराना दलमा काम गरेर त्यहाँ ठाउँ नपाएर अवसर लिनका लागि आएका उम्मेदवारहरू पनि देखिन्छन्। विभिन्न आपराधिक गतिविधिमा संलग्न भएर त्यहाँ अवसरका लागि आएका व्यक्तिहरू पनि नयाँ दलमा देखिन्छन्। यस्तो सन्दर्भमा हामीले नयाँ पुरानो भन्ने सन्दर्भको कुरा भन्दा पनि योग्य उम्मेदवार, उपयुक्त उम्मेदवारलाई यस निर्वाचनमा विजयी गराउनुपर्ने आवश्यकता छ। अहिले नै अब गत भदौ 23 गते भएको नवयुवाहरूको आन्दोलन, जेनजीहरूको आन्दोलन र त्यसमा जुन तत्कालीन सरकारको दमन भयो, त्यसमा थुप्रै युवाहरूले आफ्नो जीवन गुमाउनु पर्यो र त्यो दमन जुन चाहिँ सुशासनको कुरा गरेर, सामाजिक न्यायको कुरा गरेर, भ्रष्टाचारको अन्त्यको कुरा गरेर, रोजगारीको लागि रोजगारी सिर्जना गर्ने, रोजगारी चाहिन्छ भन्ने सन्दर्भको कुराहरूमा जेनजीहरूले आफ्नो मागहरू अगाडि सारेका थिए। यो अति नै जायज मागहरू थियो। कार्यकारी अब स्थिरताको लागि कार्यकारी प्रमुखको कुराहरू लगायतका कुराहरू थिए। यो कुरालाई अहिले अब आउने संसदले त्यसलाई चाहिँ सम्बोधन गर्छ कि गर्दैन भन्ने बहसहरू बजारमा छन्। यसमा कुन दल अहिले प्रश्नसँग आएको छ निर्वाचनमा भन्ने कुरा हामीले हेर्नुपर्दछ। अहिले नयाँ भनिएका दलहरूले वैदेशिक हस्तक्षेप, सार्वभौम सत्ताको सन्दर्भमा आफ्नो दृष्टिकोण स्पष्ट पारेको छैन। गणतन्त्र लगायत चाहिँ अहिलेको जुन परिवर्तित व्यवस्था छ त्यसको सन्दर्भमा पनि आफ्नो धारणा स्पष्ट पारेको छैन। यसले यस विषयमा आफूलाई पर्दाले छोपेर निर्वाचनमा आएको छ। पछि मत दिइसकेपछि उक्त मत सदुपयोग हुन्छ वा दुरुपयोग हुन्छ, वा आफैले दिएको मतमा हामी आफू पछुताउनु पर्ने अवस्था पो हो कि भन्ने अन्योलता छँदैछ। यो सँगसँगै अब पुराना पार्टीहरूले पनि आफूलाई त्यो रूपमा प्रस्तुत गरेका छैनन्। त्यसै गरी यो सन्दर्भमा यो दुईटै अतिवादका बिचबाट नेपाली कम्युनिस्ट पार्टीले आफ्नो स्पष्ट कार्यदिशा सहित नेपाली वैज्ञानिक समाजवादी कार्यक्रमहरू, विशेषताको वैज्ञानिक समाजवादी विशेषताको कार्यक्रमहरू लिएर जनताको बिचमा आफूलाई सच्याएर सबै समानुपातिक नयाँ उम्मेदवारहरू, समानुपातिक प्रतिनिधिसहितको सबै वर्ग क्षेत्र लिङ्ग समेटेर नयाँ कुनै पनि अवसर नलिएका उम्मेदवारहरूलाई आफ्नो समानुपातिक सूचीमा राखेर र प्रत्यक्ष निर्वाचन लड्ने उम्मेदवारहरू पनि तुलनात्मक रूपमा योग्य उम्मेदवारहरू प्रस्तुत गरेर आफूलाई सच्याएको रूपमा यहाँ जनताको बिचमा आएको छ। यही सन्दर्भमा रहँदा यो अनुभवी टेस्टेड लिडरसिप सहितको सच्याएको एउटा पार्टी, वामपन्थी प्रगतिशील दृष्टिकोण राख्ने पार्टी तपाईँ हाम्रो बिचमा आएको छ। अहिलेको सन्दर्भमा यो पार्टी नै मेरो विचारमा उपयुक्त पार्टी र यस पार्टीका उम्मेदवार नै उपयुक्त हुन् भन्ने मलाई लाग्छ। त्यसैले सम्पूर्ण आउबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त पार्टीको चुनाव चिन्ह तारा, 5 कुने तारामा मत व्यक्त गरी अत्याधिक मतले विजय गराई अहिलेको यो
बदलिँदो परिस्थितिमा देशलाई आवश्यक पर्ने सम्हाल्न सक्ने पार्टी र नेता को छनौट गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अहिले यहाँहरूले देखिरहनु भएको छ गलत डिसिजन या कामले के हुन्छ भन्ने सन्दर्भमा अहिले पछिल्लो चरणमा इरान अमेरिका इजरायल युद्ध त्यसको असर यहाँहरूले देखिराख्नु भएको छ। कतार, दुबई, होइन, साउदी लगायतका देशहरूमा अहिले क्षेप्यास्त्रहरू झरिराखेका छन्। यो सन्दर्भमा भोलि हामीले कुनै देशको पक्षमा विपक्षमा रहेर काम गर्दै गर्दाखेरि चाहिँ भोलि नेपालमा पनि छिमेकीहरूले उक्त खालको सुरक्षा थ्रेट महसुस गरी त्यस्तो खालको अवस्था नआउला भन्न सकिन्न। त्यसैले यो निर्वाचनमा विशेष ख्याल गरेर उपयुक्त दल उम्मेदवारहरूलाई विजयी गराउनु पर्नेछ। यसको लागि अनुरोध गर्दछु। हस्त, धन्यवाद, नमस्कार, जय हिन्द।